यता खाली लिएर बसिरहेको रहेछ एउटा अहिले 16 हान्नु पर्छ भिडियो हेर नि त्यहाँ मान्छे बादल 360 हान्नु पर्छ एउटा यो अनि हुन्छ के कुरो चेन गयो क्या हो चेन गयो गाइस लिएर आउँछु बाइक घुमाउँछु स्वयं ल के भन्नु छ तेरि हामी चाहिँ आज घाजामतिर जाँदैछ समय केटाहरू सबजना रेडी भइसक्यो के अरे तिम्रो च्यानल मेरो विकेश थारू ब्लग्स विकेश थारू सोल्टा ब्लग्स है त हामी चाहिँ रेडी भइसक्यौँ अब जाँदैछौँ आज बाइक बनाउने कार्यक्रम हुँदैछ माथि त्यहाँ बसिरहेछ केटाहरू यहाँ हिसाब गरिरह ओ सोल्टा कोच टर्निङमा नजाऊ न मुजी ओ यमराज यार ओ माई गॉड यस्तरी टर्निङमा टिपर आउँदा त मुटु त झसक्क हुन्छ त चेन गयो क्या हो चेन गयो गाइस लिएर आउँछु बाइक घुमाउँछु स्वयं ल के भन्नु छ तेरिका कस्तो यसको नि टाइट गर्नु पर्ने ल है यस्तो भयो ल बनाएर हिँड्यो है गाइस आफैले बनायो आफै मेकानिक हुनुपर्छ है बाटोमा पर्दाखेरि हामी आयो फेरि खाना खाने भन्ने खोजिरहेको केटाहरू हामी चाहिँ चिसो पानी छौँ है हाम्रो साथी चाहिँ त्यहाँनिर इमेज लग्दैछ एक टिम है अनि एक टिम चाहिँ यता खाली लिएर बसिरहेको रहेछ नानीले कस्तो मुजी हाल्दै आगो बन्छ भन्दै ल भन्नु न दुई शब्द
2 शब्द चन्द्र केही भन्नु छ 2 शब्द त्यो त ए होइन नि त हो नि त चाबी बोक्रा के किरण किरण यो नि त कस्तो एउटा अहिले 16 हान्नु पर्छ भिडियो हेर नि त्यहाँ मान्छे बादल 360 हान्नु पर्छ एउटा रोम रोम भाइयों, ये देखो ये भाई लोग इसी में मजे कर रहे हैं। ये सुभाष दोस्त है और ये महेश दोस्त, ये मैं हूँ, ये मैं कौन और ये मैं बुखरा गया हूँ। के बोले भित्रपट्टि छ बिलिङ गर्दैछ निस्किँदैछ बिलिङ चाहिँ कति हो दोस्त बिलिङ चाहिँ हाम्रो धेरै छैन कति हो दोस्त 22,000 ल जे छैन हाइकिङको लागि चाहिँ राम्रो छ ठाउँ चाहिँ है हाइकिङको लागि राम्रो छ हामी चाहिँ यहाँ नाकामा चेकिङमा पऱ्यो है केटाहरू यहाँ अब टिकट काट्दैछ सल्लाह हुँदैछ हाम्रो हामी कहाँसम्म रेस होला दस हामी यहाँबाट चाहिँ लाङटाङ जान लाग्यो लाङटाङबाट फर्केको लाङटाङबाट चाहिँ फर्किँदै सञ्जीव साथी यतापट्टि अब हामी चाहिँ ढाब्यामा छौँ हो धनु हेलो 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 के भने केटाहरू अहिले पौडी पौडी खेल्ने हो र दिँदैन हौ दिँदैन यार मिल्दैन नि केटाहरू कहाँ खेल्ने के छ मिलन दुबई जस्तो लाग्यो है पानी देखेपछि त्यो अनि हुन्छ क्या कुरो क्या राम्रो आएर थियो यार यिनीहरू अगाडि ए खोल्नु नि यो रितेशले स्केल निकालिसक्यो ढुङ्गा नाका हेर्ने मात्र हो क्या हामी झर्नामा समय त पुरा हो